दर्शक महानुभावहरू यति बेला गृहमन्त्री सुदन गुरुङ 81 छड्केमा इन्टरनेसनल एयरपोर्टमा पुगेका छन्। त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा यति बेला तपाईँले देखिराख्नु भएको छ गृहमन्त्री सुदन गुरुङ आफै खटिरहेका छन् र त्यहाँ सेवाग्राही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा लिने अथवा बाहिर जाने अथवा भित्र आउने नेपाल प्रवेश गर्ने यात्रुहरूले दिनहुँ शास्ति खेपेको जनगुनासो बढिसकेपछि सामाजिक सञ्जालमा धेरैले गुनासो गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति बेला गृहमन्त्री सुदन गुरुङ आफै पुगेका छन्। तपाईँले देखिराख्नु भएको छ यति बेला हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यो गृहमन्त्री सुदन गुरुङले निरीक्षण गरिरहेको तपाईँले देखाइरहेका छौँ र यहाँ ब्याग लगेजहरू कसरी लिइन्छ, कसरी राखिन्छ, चेकिङ कसरी हुन्छ र आम जनताहरूलाई, आम सर्वसाधारणलाई, आम यात्रुहरूलाई दुःख दिने काम कसरी गरिन्छ अथवा यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर माननीय मन्त्री सुदन गुरुङले बुझिरहेको यो दृश्य मैले तपाईँलाई देखाइरहेको छु।